मैले कसरी चाहिँ 30 दिनमा आफ्नो बिजनेस पार्टनरहरू प्राप्त गरेँ भन्ने तपाईँहरूलाई म बताउन गइरहेको छु। नमस्कार, म पदम महत। पहिला चाहिँ मलाई पनि तपाईँहरू जस्तै डाउट लागेको थियो के यो बिजनेस मेरो लागि हो कि होइन र म गर्न सक्छु कि सक्दिनँ भन्ने मलाई चाहिँ डाउट लागेको थियो। तर अरूले गरिने बिजनेस म चाहिँ किन गर्न सक्दिनँ भनेर चाहिँ मेरो बिगेस्ट वाइ पोइन्ट थियो र मैले चाहिँ त्यसलाई सम्झेर चाहिँ म यो बिजनेसमा आबद्ध भएँ र अहिले यो बिजनेसबाट चाहिँ सक्सेस प्राप्त गर्न सफल भएको छु। त्यसको लागि चाहिँ अब मैले के गरेँ भन्दाखेरि चाहिँ आफ्नो कन्सिस्टेन्सी रूपमा चाहिँ मैले आफ्नो कामलाई चाहिँ निरन्तर रूपमा अगाडि बढाइ नै बसेँ। अनि मैले यहाँको सिस्टमलाई ट्रस्ट गरेँ र मैले चाहिँ आफ्नो ट्रेनिङहरू चाहिँ फलो गरेर चाहिँ म अगाडि बढेँ। अनि मैले कतिवटा कुराहरू चाहिँ अब नजानेको कुराहरू र कतै गएर चाहिँ म स्टक भएको कुराहरू चाहिँ मेरो बिजनेस पार्टनर, मेरो कोच, मेरो मेन्टरहरूसँग चाहिँ मैले सोधेर कसरी गर्ने भनेर चाहिँ म अगाडि बढेँ। अहिले चाहिँ मैले यो बिजनेसबाट चाहिँ राम्रो सफलता प्राप्त गरिरहेको छु। र यदि तपाईँहरू पनि यो बिजनेसमा जोइन हुन चाहनुहुन्छ भने चाहिँ प्लिज रिच आउट टु मी। मेरो लिङ्क म यहाँ माथि राखिदिन्छु, त्यसमा जानुहोस् अनि तपाईँहरूले आफ्नो नाम, इमेल लगाएर रजिस्टर गर्नुहोस्। अनि नेक्स्ट के हुन्छ भन्ने चाहिँ म तपाईँहरूसँग चाहिँ रिच आउट गर्नेछु। आजलाई यति नै। आई विल बी ब्याक टुमोरो विथ नेक्स्ट topic. Till then, stay tuned and bye bye. And thank you for watching.